हेलो गाइस, नमस्ते। आज हामी इलामको चियाबारी हेर्न आइरहेका छौँ। अनि म छु, मसँग हुइसिन्छ उहाँलाई चिन्नु हुनेले कमेन्ट गर्नुहोला। हामी डेटिङ आइरहेछौँ। यो चियाबारी यता चिया छ, यता यो ताजा ताजा इलामको फ्रेस वेदर। हामी घुमेर पनि फर्किन फर्किँदैछौँ। बिहान 6 बजेदेखि अहिलेको 9 बजेसम्म हामीले कहाँसम्म घुम्यौँ, तर फर्किसक्यौँ। फोटो लियौँ, भिडियो लिन सकेनौँ। यता हुनुहुन्छ, म यहाँ छु। मैले बोकेछु मेरो ह्यान्डसम श्रीमानज्यू। यति ह्यान्डसम हुनुहुन्छ कि कुरै नकटाउनु रहेछ। यताको यो चिया पुरा क्या खतरा रहेछ। इलामे सहर चियाबारी राम्रो, त्यही पऱ्यो घर हाम्रो। कसकी हो छोरी पातली मोरी, लैजाने आँट हाम्रो। लाइबारी लै कस्तो दामी दामी छ यहाँ। चराहरू पनि छन्। कति राम्रो छ, राम्रो कुरै नगरौँ, यति राम्रो छ। के भन्नु न, कसको फोन आयो भन्दै हुनुहुन्छ उहाँले। कन्या आर्मी छ के
शब्द निकाल्नु पर्यो हेर्न कस्तो मजाले शब्दले कस्तो झिकेको मौसम खुल्यो भने राम्रो देखिन्छ हैन तलतिर छ कि अब यहाँको कस्तो के कस्तो चिया चिया फाइनली पुग्यो यता हेलो चोकतिर आउने चोकतिर आउने भनेको कहाँबाट भनेको मालाबादबाट झोला चाहिँ हालौँ त गाडीमा ठिक छ त्यो हजुरले अब अन्जानमा गर्नुभयो होला होइन त्यसको लागि ठिक छ अब हजुरले उहाँलाई विश्वास गर्नु त्यसको लागि अब हजुरले एउटा रिपोर्ट देखाएर जानु अनि उहाँको सबै सम्पूर्ण विवरण हजुरसँग छ होला त्यो हो भने हामीलाई एउटा रिपोर्ट देखाइदिनु उहाँको डिटेल अब हजुरलाई के समस्या परेको के गर्नु भएको अनि उहाँ सबै विवरण दिएर जानु तपाईँले यस्तो कुरामा चिन्ता नलिनु हामीले सकेसम्म हजुरको समस्या समाधान गरौँ त्यो हुन्छ भने हजुरले यसको लागि उहाँले कोलाबोरेट गऱ्यो भने त हजुरले त्यो समस्या चिन्ता भनेर आफ्नो नकारात्मक कुराहरूलाई जोडमा नदिनु होला त्यसको लागि हामी धेरै धन्यवाद यदि यस्तो घटना घट्यो भनेदेखि चुप लागेर बस्ने नहुने रहेछ बोलिरहेको थिएँ मैले छोरीलाई कहाँ पठाइस् किन पठाइस् तँ कहाँ जान्छेस् अरे गोपालैसँग 3 दिनलाई कहाँ जान्छेस् अरे मैले बुढोलाई हेपिस् मैले मलाई भनिनस् मैले नाटकलाई यही रोके यो के सही हो त यस्तो भन्नु तपाईँले भनेको चाहिँ मान्छ किन अलि जेठो बाठोले भने मान्छ कि जेठो बाठोले भनेको चाहिँ मान्न सक्छ हेर होइन भने टिर्दिन यो भने टिर्दिन ऊ घुम्न कहाँ वो पालेसँग घुम्न जान्छ र तिमीलाई
म जानु र यो जानु मिल्छ मिलेकै छ नि नमिलेको के छ भने टेर दिनु मन लाग्छ म मिल्छु तर एउटा कुरा छ मेरो मिल्नमा चाहिँ मैले भनेको यसले टेर्नु पर्यो त्यति भयो भने म मिल्ने भएँ त्यति यसलाई सम्झिँदै यसको गोबर भरिया दिमागमा गिटी तपाईँ पनि उभिएर झगडा गरेर मैले मिल्नलाई त यो मिल्नु पर्यो नि त यो मिलेकी चाहिँ मसँग ठिक्क मिल्छ केरिने नि त ल भिडियो गर्दैछु